नेपाल सरकारले 2083 साउन 1 गतेदेखि नेपालका राष्ट्र सेवक कर्मचारीहरूको तलब बढाएको छ र त्यो तलबमान पनि सार्वजनिक भएको छ। जेठ 15 गतेको बजेट भाषणले नेपालका कर्मचारी राष्ट्र सेवक कर्मचारीहरूको तलब 21% वृद्धि गर्ने भनेको थियो। साउन 1 गतेदेखि लागू हुने तलबमानमा कुन श्रेणी र कुन तहका कर्मचारीहरूको तलब बढेर कति पुग्यो भनेर आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ। विशेष गरेर सबै कर्मचारी राष्ट्र सेवक कर्मचारीहरूको समान तह र समान श्रेणी छ भने तलब पनि बराबर कायम हुने गरेर सरकारले व्यवस्था गरेको छ। आजको यस भिडियोमा हामी विशेष गरेर नेपालका स्थायी शिक्षकहरूको र कुन श्रेणी र कुन तहका शिक्षकहरूको तलब कति बढेको छ भनेर यस भिडियोमा हामी जानकारी गर्नेछौँ। आउनुहोस् आजको यो भिडियो सुरु गरौँ। प्राथमिक तह तृतीय श्रेणी सुरुको तलब 36,192, ग्रेड संख्या 6, कुल ग्रेड रकम 7,236, ग्रेड सहित कुल रकम 43,428, प्रोत्साहन भत्ता 3,619, महँगी भत्ता 5,000 र एक महिनाको कुल जम्मा तलब 52,047। प्राथमिक तह द्वितीय श्रेणी सुरुको तलब 38,203, ग्रेड संख्या 8, कुल ग्रेड रकम 10,184, ग्रेड सहित कुल रकम 48,387, प्रोत्साहन भत्ता 3,820, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 57,207। प्राथमिक तह प्रथम श्रेणी सुरुको तलब 48,058, ग्रेड संख्या 8, कुल ग्रेड रकम 12,816, ग्रेड सहित कुल रकम 60,874, प्रोत्साहन भत्ता 4,806, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 70,680। निमावी तह तृतीय श्रेणी सुरुको तलब 38,203, ग्रेड संख्या 8, कुल ग्रेड रकम 10,184, ग्रेड सहित कुल रकम 48,387, प्रोत्साहन भत्ता 3,820, महँगी भत्ता 5,000, एक महिनाको जम्मा तलब 57,207। निमावी तह द्वितीय श्रेणी सुरुको तलब 48,058, ग्रेड संख्या 8, कुल ग्रेड रकम 12,816, ग्रेड सहित कुल रकम 60,874, प्रोत्साहन भत्ता 4,806, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 70,680। निमावी तह प्रथम श्रेणी सुरुको तलब 50,448, ग्रेड संख्या 8, कुल ग्रेड रकम 13,456, ग्रेड सहित कुल रकम 63,904, प्रोत्साहन भत्ता 5,445, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 74,349। मावि तृतीय श्रेणी सुरुको तलब 48,058, ग्रेड संख्या 8, कुल ग्रेड रकम 12,816, ग्रेड सहित कुल रकम 60,874, प्रोत्साहन भत्ता 4,806, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 70,680। माध्यमिक तह द्वितीय श्रेणी सुरुको तलब 53,611, ग्रेड संख्या 8, कुल ग्रेड रकम 14,296, ग्रेड सहित कुल रकम 66,907, प्रोत्साहन भत्ता 5,361, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 78,268। मावि प्रथम श्रेणी सुरुको तलब 62,466, ग्रेड संख्या 6, कुल ग्रेड रकम 12,492, ग्रेड सहित कुल रकम 74,958, प्रोत्साहन भत्ता 6,247, महँगी भत्ता 5,000 र एक महिनाको जम्मा तलब 86,205।